साथीहरु खाजा खाइसक्नु भयो त अनि खाजामा चाहिँ के खानु भयो आज मैले चाहिँ आज पास्ता बनाएको छु यो पास्ता बनाउनलाई पनि क्या खोइ मैले त नजानेको हो कि के भएको के जहिले मेरो अलिक कस्तो कस्तो भइहाल्छ के आज पनि त्यस्तै भयो आज पनि खोइ म अलिक धेरै नै पकाउँछु कि क्या हो अलिक कम्ती पकाउनु पर्छ क्या अलिक कम्ती पकाउँदा पनि अलिक पाक्दैन कि जस्तो लाग्छ र म चाहिँ अब अलिक धेरै पकाइहाल्छु यो अलिक धेरै पकाएर हो कि क्या हो किन प्यात्त हुन्छ कि मेरो अनि आज पनि मैले कोदो र सुजीको पास्ता मिक्स गरेर पकाउनु पर्यो भनेर सुरुमा चाहिँ सुजीको पास्ता मात्रै उसिने अनि छिटो पाक्छ नि त कोदो चाहिँ ल्यात्त भइहाल्दो रहेछ क्या अनि मैले एकछिन पछि मात्रै कोदोको पास्तालाई हाल्दिएँ अनि त्यसपछि बोइल भइसकेपछि राम्रोसँग निकालेर चिसो पानीले पनि राम्ररी सफा गरेँ अनि त्यसपछि यता मैले रेडी पार्दै थिएँ सामानहरू बन्दाकोपी प्याजहरू अनि त्यसपछि पकाउनुतिर लागेँ कि म चाहिँ अनि यो अब पास्ता पकाउनुतिर लागेँ अलिक के नपुगे जस्तो अलिक के भयो जस्तो हुन्छ कि मलाई खोइ अलिक चित्तै बुझेको छैन मैले आफैले बनाएको पास्ता अब यो बनाउने तरिका चाहिँ के हो मैले नजानेर पनि हुनसक्छ सायद होइन अनि आज चाहिँ मैले कर्नफ्लोर पनि हालेर हल्का ग्रेभी टाइपको बनाउन खोजेको थिएँ क्या यो टमाटर पनि मिक्स गरेर अनि यसले चाहिँ घोल्दा गरेर मैले चाहिँ सस टाइपको बनाएँ अनि त्यसमै मरमसलाहरू हालेर राम्रोसँग मैले पकाएँ राम्रोसँग पाकिसकेपछि चाहिँ अनि माथिबाट मैले बन्दाकोपी पनि हाल्थेँ बन्दाकोपी चाहिँ काँचै मनपर्छ कि मिठो हुन्छ कि अनि मलाई चाहिँ त्यस्तै मिठो लाग्छ अनि त्यही भएर मैले अनि यो माथिबाट अनि फेरि पास्ता हाल्थेँ पास्ता हालेर मजाले मिक्स गरेर चलाइदिएर राम्रोसँग चलाउँदाखेरि चाहिँ अलिक प्यात्त भइहाल्छ कि यो अलिक मैले धेरै पकाएर नै होला सायद होइन अब खोइ मैले बनाउनु नजानेको हो कि के हो होइन म चाहिँ यसरी नै बनाउँछु यसरी अलिक आफैलाई के मिठो त मिठो हुन्छ खाँदाखेरि तर अब यसो हेर्दाखेरि पनि अलिक खोइ के नपुगे जस्तो हुन्छ कि हेर्दाखेरि अनि खाँदा पनि अलिक कस्तो हुन्छ कि अनि त्यही भएर अब खै कुन कस्तो हो तरिका नै मलाई थाहा भएन कि अनि अब पास्ता भइसकेपछि चिया त खानु परिहाल्यो चिया त अनिवार्य हुन्छ यस्तो चिजहरू खाएपछि चिया खाम लाग्छ कि अनि त्यसपछि चिया पनि बनाएँ मैले अनि चिया पनि बनाइसकेपछि चाहिँ अनि चाहिँ खाएँ मैले खाँदाखेरि चाहिँ मिठो भएको थियो इन्जोय गर्दै खाएँ मैले चाहिँ अनि हजुरहरूले चाहिँ मेरो भिडियोलाई फुल वाच गर्नुभयो भने चाहिँ मलाई फलो गर्न पनि नबिर्सिनु होला एकअर्कालाई चाहिँ सपोर्ट गर्दै जानुपर्छ अनि मात्रै 10K सम्म पुगिन्छ के अनि लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई